हुन्छ त सबैलाई जय मसी अनि नमस्कार म Isaac Themeng, Isaac Themeng from Buffalo, New York, and today I'm gonna share some interesting facts about God's love. Uh, as you can see, there's lots of love, types of love in this earth, such as filial love, agape love, होइन साथीको प्रेम, आफ्नो पिताहरूको लागि प्रेम, अनि अरू होइन इष्टमित्रको लागि प्रेम, अनि प्रभुको प्रेम. सो हामी देख्छौँ यी प्रेमहरू छन् है संसारमा, तर यी सबैभन्दा उच्चमा अनि सबैभन्दा इम्पोर्टेन्ट, सबैभन्दा असल प्रेम चाहिँ प्रभुको प्रेम छ होइन, जुन चाहिँ अगापे लभ छ, जुनमा चाहिँ हामीले शान्ति पाउँछौँ, जसद्वारा हामी जुन लभको चाहिँ एउटा सीमा छैन, अनि जुन चाहिँ अनकन्डिसनल छ है, एकदमै जुनै अवस्थामा नि त्यो लभले चाहिँ, त्यो प्रेमले चाहिँ हामीलाई माया गरिबस्छ, अनि हाम्रो लागि चाहिँ त्यो एकदमै महत्त्वपूर्ण हुँदछ. सो फर्स्टमा चाहिँ म जेनेसिसमा जान चाहन्छु कि प्रभुले कसरी मानिस जातिलाई बनाउनु भयो आफ्नो इमेजमा होइन. जस्तै सुरुमा जेनेसिसमा जब हामी देख्छौँ कि प्रभुले आकाश अनि पृथ्वी बनाउनु भएको छ, अनि त्यहाँ हामी देख्छौँ कि आकाश त्यो त्यहाँदेखि प्रभुले नदीहरू बनाएको है, हरेक कुराहरू, अनि पृथ्वी चाहिँ शून्य थियो भने आकार बिनाको थियो भने प्रभुले अब नयाँ कुराहरू बनाउनुहुन्छ, जस्तै लिभिङ थिङ, प्लान्ट्स, एनिमल्स होइन, माथि उड्ने एनिमल्सहरू, अनि घिस्रिने जन्तुहरू, अनि पानी मुनि हेर्नुहोस् न कति असल प्रभुले अलरेडी होइन बनाइदिइसक्नु भएको छ मानिसको लागि. अनि प्रभुले छैटौँ दिनमा चाहिँ मानिसलाई बनाउनुहुन्छ, अनि हामी देख्छौँ कि मानिसलाई प्रभुले त्यो आफ्नै इमेजमा होइन, आफ्नै स्वरूपमा बनाउनु भएको छ. अनि मानिस चाहिँ सबैभन्दा महत्त्वपूर्ण क्रिएसन थियो, जुन चाहिँ अरू क्रिएसनहरूभन्दा अझ माथिको अथवा श्रेष्ठ थियो. अनि हामी जब देख्छौँ अब आदम र हावाले समय बिताइरहेको है त्यो गार्डनमा, गार्डन अफ द इडन, अनि त्यहाँनिर चाहिँ अब एक दिन प्रभुले भन्नुभएको हुन्छ कि आदमलाई तिमीहरूले सबै रुखको फलहरू खानु, तर यो बिचको रुखको फल चाहिँ नखानु, जसले चाहिँ ज्ञान र बुद्धिको होइन ज्ञान दिन्छ, अथवा त्यो रुखलाई चाहिँ तिमीहरूले नखानु. तर यसरी दिनहरू बित्छ, अनि बित्दै जाँदाखेरि एक दिन शैतान चाहिँ सर्पको रूप लिएर, अथवा सर्पमा पस्दछ, अनि त्यो रूप लिएर चाहिँ सर्पको रूप लिएर चाहिँ धारण गरेर चाहिँ हावाको आउँदछ है, अनि हावालाई सोध्दछ के तिमीहरूलाई परमेश्वरले के भन्नुभएको छ यो रुखको बारेमा, अथवा यस्तो कुराहरू भन्दाखेरि उसले भन्छ कि परमेश्वरले हामीलाई भन्नुभएको छ कि यो सबै रुख खानु, तर यो रुखको फल नखानु है भनेर उसले भन्छ हावाले होइन. अनि जब शैतानले त्यो सुन्छ, अनि शैतानले हावालाई सेड्युस गर्छ होइन, अथवा हावालाई चाहिँ पापी हुनु अथवा पाप गर्नु एउटा के इम्प्याक्ट गरिरहेछ भनौँ न, अथवा सेड्युस. अनि हावाले त्यसै गर्छ, शैतानले भन्दछ कि तिमीहरूलाई थाहा छैन यदि तिमीहरूले यो रुखको फल खायो भने चाहिँ तिमी चाहिँ परमेश्वर जस्तै हुनेछौ, अथवा परमेश्वर जस्तै महान, परमेश्वर जस्तै हुनेछौ. अनि जब त्यो कुरा हावाले सुन्दछ, अनि तब चाहिँ त्यो हावाले त्यो रुखको फल खान्छन्, अनि आफ्नो हस्बेन्डलाई पनि दिँदछ है. अनि हामी यहाँ देख्छौँ यो सबैभन्दा वान अफ द ग्रेटेस्ट मिस्टेक्स of not obeying God and rather listening to the evil or Satan.
सो हामी यो भएपछि के देख्छौँ, एउटा अब यिनीहरू अब मानिस जाति पापमा अब फसिसके होइन त। अब मानिस जाति पापमा फसिसके। अब के भएको छ, यहाँ चाहिँ एकदमै नराम्रो कुराहरू आउँछ। अब चाहिँ जस्तै श्रापहरू, विपत्तिहरू, अनि श्राप अथवा श्राप दिनुहुन्छ है प्रभुले आदम र हावालाई, कि द्याट हावालाई चाहिँ भन्नुभएको हुन्छ कि अब स्त्रीले चाहिँ गाह्रोसँगले अथवा हार्ड लेबर भन्छ नि, एउटा नानी जन्माउनुको लागि उसलाई प्रसव वेदनाको लागि चाहिँ गाह्रो हुनेछ। अनि आदमलाई चाहिँ भन्नुहुन्छ, तिमीले चाहिँ अब तिम्रो होइन हातको मेहनतले होइन, तिमीले त्यो तिम्रो पसिना बगाएकोबाट चाहिँ तिमीले खानेछौ होइन। अथवा अगाडि त त्यस्तो थिएन, अगाडि के थियो, उनीहरूलाई सजिलो थियो प्रभुले क्रिएट गर्नुभएको फलफुलहरू खाँदै है कुरा। तर अब चाहिँ तिमीले आफ्नै पसिना अनि आफ्नै मेहनतबाट तिमीले खानुपर्नेछ भने दुईजनालाई आर्डेनको अथवा इदनको बगैँचाबाट फ्यालिदिनुहुन्छ। अनि अब यहाँ के हुन्छ, त्यहाँदेखि हामी देख्छौँ कि अब मानिस र यहाँ चाहिँ मानिस र परमेश्वरको सम्बन्ध अथवा मानिस र परमेश्वर बिच भएको त्यो प्रेम, त्यो सम्बन्ध चाहिँ के हुन्छ, बेस्टअप भएको छ अथवा बिग्रेको छ होइन। हामी कस्तो होला यतिखेर हामी सोचौँ न। अब जस्तै हाम्रो पिता हाम्रो होइन, हाम्रो के भन्छ, हाम्रो पिता र हाम्रो पिता अनि हाम्रो होइन आमा, के भन्छ, बुवा आमादेखि हामी टाढो भयो भने कस्तो गाह्रो हुन्छ होइन। सुरुमा हामी त्यतिकै टाढो हुनु गाह्रो छ, तर बिहा गरेर त हो, तर सुरुमा बिहा गरेर पनि हामीलाई टाढो हुन्छ, के हुन्छ, गाह्रो हुन्छ, किनकि हामी चाहिँ उनीहरूको मायामा हुन्छ नि त होइन, सँगसँगै हुन्छौँ। त्यस्तै नै यहाँ मानिस जाति अब चाहिँ यहाँ के भएको छ, प्रभुको प्रेमदेखि चाहिँ एकदमै टाढो भएको छ। किनभने मानिस जातिले यहाँ पाप गरेको छ नि त। अनि परमेश्वरले चाहिँ कहिले पापलाई मन पराउनु हुँदैन, किनभने जसरी वचनले भन्दछ, म चाहिँ पापीलाई माया गर्दछु तर पापलाई चाहिँ घृणा गर्दछु होइन। जस्तै अनि अरू पनि इक्जाम्पल्सहरू, जस्तै पापमा फसेको, जस्तै अब यहाँ हामी भएर हेर्छौँ भने एबेल र कैन है, कैन र एबेल चाहिँ दुईजना ब्रदर हुन्छन्। अनि त्यहाँ हामी देख्छौँ कसरी कैनले चाहिँ आफ्नै भाइको हत्या गरेको छ होइन, किन बिकज ही सिन्ड एगेन। हेर्नुहोस् न, फेरि अर्को पाप दोहोरिएको छ, मृत्युको होइन, अथवा मर्डरिङ स्पिरिट भएको छ है। अनि हामी देख्छौँ यसरी पापहरू बाइबलमा धेरै देख्छौँ। जसरी जुन नुहाको पालो पनि मानिसहरू हाँसिरहेको थिए, खेलिरहेको थिए है, त्यो पनि पापै थियो। अनि जुन इस्राएलीहरूले जुन बेल अथवा बाल देवतालाई पुजे अनि त्यसको आकारहरू बनाए, त्यो पनि पापै थियो होइन। अनि यस्तो धेरै पापहरू छन्। अनि तीमध्येको पाप, यो सुरुकै पाप चाहिँ आदम र हावाबाट भएको छ है, जुन चाहिँ उनीहरूले त्यो फ्रुट नलेज दिने होइन, अथवा उनीहरूको आँखा खोल्ने त्यो नलेज दिने त्यो बोटबाट चाहिँ उनीहरूले खाएको छ, जुन चाहिँ प्रभुले मनाइ गर्नुभएको थियो र पनि उनीहरूले खाएको छ। सो अब हामी बिस्तारै हेर्दै जाँदाखेरि के देख्छौँ भने बिस्तारै अब मोसेस होइन, जस्तै अरू महान लिडरहरूको हुन्छ नि एउटा टाइम पिरियड हामीले देख्दछौँ कि मोजेसलाई हामी हेऱ्यौँ भने मोजेस चाहिँ एउटा इजरायली घरानाबाट है उसले जन्म लिएको हुन्छ। तर उसको चाहिँ जीवनमा के हुन्छ भने त्यतिखेर चाहिँ जन्मेको बेलामा चाहिँ अब सानो नानीहरूलाई मार्ने होइन त्यो एउटा पर्मिसन दिएको थियो है। अनि जब त्यो सुनेपछि उसको आमा बाउ अनि बहिनीले एउटा टोकरीमा होइन लुकाएर नदीमा फ्याल्दछ। अनि त्यो मरियमले त्यो टोकरीलाई नि होइन त्यसलाई पछ्याएको छ, त्यसलाई फलो गरेछ। अनि लास्टमा त्यो टोकरी चाहिँ प्रिन्सेस होइन अथवा राजाको छोरीले भेटाउँछ है। अनि त्यो नानीलाई उसले स्याहार गर्छ अनि ठुलो हुन्छ। तर ऊ जाली थियो, तर अब चाहिँ ऊ
के हुन्छ इजिप्सियन अथवा इजिप्सियन हुँदछ इजिप्सियन। अनि मोसाले फेरि एउटा पाप त्यो गरेको छ, गल्ती चाहिँ जुन चाहिँ उसको होइन इजरायली जातिलाई एकजना मिस्रीले कुटिरहेको हुन्छ है, दबाइरहेको हुन्छ। अनि त्यो मिस्रीलाई चाहिँ उसले मारिदिन्छ। अनि ऊ चाहिँ अब उजाड स्थानमा जान्छ है भागेर। अनि त्यहाँदेखि उसले उसको जीवनमा अब प्रभुले बिस्तारै उसलाई होइन अब इम्पावर गर्नुहुन्छ। अनि अझै उसको जीवनमा भर्नुहुन्छ उहाँको वचनद्वारा, उहाँको त्यो प्लानद्वारा, जुन चाहिँ इजरायलीहरूलाई छुटकारा दिने त्यो दासत्वको देशबाट। सो हामीले यहाँ के देख्छौँ भने स्टिल यहाँ हामी यहाँ चाहिँ अरू मोजेसको समयमा अथवा ओल्ड टेस्टामेन्टमा चाहिँ धेरै सेक्रिफाइस भइरहेको हुन्थ्यो क्या। त्यही भएर जब अनि त्यो सेक्रिफाइसले चाहिँ टोटली पापलाई हरण गर्थेन अथवा पापको क्षमा हुन्थेन। तर त्यसलाई टोटली होइन क्षमा हुनु अथवा हाम्रो मानिसको त्यो दाग मेटाउन चाहिँ प्रभु आफैले मात्र सक्नुहुन्थ्यो। त्यही भएर हामी देख्छौँ कि यहाँ इजरायलीहरूले अनि यहाँनिर अरू धर्मगुरुहरू होइन महान पृष्ठ लेवीहरूले अनि ठुल्ठुलो पृष्ठहरूले चाहिँ यहाँ सेक्रिफाइस चढाएको है। अनि प्रभु सेक्रिफाइसदेखि त्यतिखेर होइन प्रसन्न हुनुहुन्थ्यो क्या। तर मैले भन्नु खोजेको चाहिँ के हो भने सेक्रिफाइसले चाहिँ हाम्रो पापलाई टोटली धुन सक्दैन अथवा धुनु सक्थेन थियो। त्यही भएर हामी अब पछि आएर हामी देख्छौँ कि प्रभुको जन्म भएको छ होइन, कसरी प्रभुको नयाँ नाममा आएर हामी देख्छौँ कि मत्तीको पुस्तकमा होइन फर्स्ट 5 बुक्स अफ गस्पेल मत्ती, मार्कस, लुका, योना, प्रेरित आई बिलिभ 4वटा अरू 5वटा यहाँ हामी चाहिँ अब प्रभुको जन्म देख्छौँ। अनि यहाँ के देख्छौँ अब प्रभुको बिगेस्ट अल्टिमेट गोल होइन अथवा प्रभुको प्रेम भनौँ न, प्रभुको प्रेम चाहिँ मानिसको जातिलाई चाहिँ अब जन्मिएको छ त्यो प्रेम होइन। अब यो प्रेमको जन्म चाहिँ संसारमा भएको छ। अनि उहाँको नाम चाहिँ येशू छ, उहाँको नाम चाहिँ येशू राखेको छ। अनि अब प्रभुले संसारमा जन्म लिनु हुँदछ। अनि तब हामी देख्छौँ कि उहाँको महान प्लान है अनि महान उद्देश्य चाहिँ यहाँ अब पुरा भएको छ। बट जस्ट लेट यु नो द्याट जति परमेश्वरको जन्म चाहिँ महत्त्वपूर्ण छ त्यति नै परमेश्वरको मृत्यु चाहिँ महत्त्वपूर्ण छ है। मतलब वी क्यान सेपरेट देम टु 50/50 विच मेक्स 100%। सो हामी देख्छौँ होइन प्रभुले कसरी आज मानिसको र परमेश्वरको सम्बन्ध फेरि कसरी प्रभुले यहाँ जोड्नु भएको छ। अनि कसरी चाहिँ उहाँ चाहिँ होइन संसारमा जन्मिनु भएको छ एउटा मुक्तिदाता अनि उद्धारकर्ता भएर। अनि उहाँ जन्मिनु चाहिँ उसको अल्टिमेट गोल चाहिँ त्यही थियो कि पिताको चाहिँ के थियो भने अल्टिमेट गोल पुत्र जन्मेको लागि भन्दाखेरि चाहिँ टु सेन्ड हिज सन फर एन एब्सोल्युट सेक्रिफाइस होइन। अघि भने चाहिँ पिता परमेश्वरले अब पवित्र आत्माद्वारा प्रभुलाई जन्म दिनुहुन्छ है। अब प्रभुले जन्म दिइसकेपछि अब ग्रेटेस्ट प्लान चाहिँ होइन जन्म पनि राम्रो तर अझै अर्को महत्त्वपूर्ण चाहिँ प्रभुको मृत्यु हो। किनभने प्रभुको मृत्यु नभएको भए चाहिँ अथवा परमेश्वर जन्मेर मरेको त्यतिकै भए चाहिँ त्यो इम्पोर्टेन्ट हुन्थेन होइन। तर परमेश्वरको मृत्यु चाहिँ एकदमै खाँचो थियो, उहाँको बलिदान, उहाँको त्यो होइन अचम्मको प्रेम, अनकन्डिसनल लभ अनि कहिले पनि चेन्ज नहुने होइन सदा सर्वदा एकै समान त्यो महान प्रेम चाहिँ प्रभुले अब कल्भरी क्रुसमा गएर देखाउनुहुन्छ। अनि हामी यहाँबाट के सिक्न सक्छौँ भने द्याट होइन परमेश्वरको त्यो जुन हुन्छ नि महान उद्देश्य अथवा महान गोल चाहिँ पुरा भएको छ। किनभने यहाँनिर पुत्रको जन्म भएको छ अनि अब मृत्यु भइरहेको छ।
अनि जसबाट चाहिँ हामीले उद्धार पाइरहेको छौँ होइन, अथवा जसबाट चाहिँ हामीले शान्ति अनि होइन आनन्द, हामीले नयाँ जन्म अनि हाम्रो पापको क्षमाहरू भएको छ। जसरी यहाँ रोमन 13:10 भन्दछ, लभ डज नो रङ। अनि स्लाम 63:3 भन्दछ, लभ इज बेटर देन योर लाइफ, सो माई लिप्स विल ग्लोरिफाई यु। हेर्नुहोस् त, यहाँनिर यो पुस्तकहरूले भन्दछ कि प्रभुको होइन प्रेम चाहिँ कति महान छ, मेरो जीवनभन्दा पनि प्रभुको प्रेम कति महान छ। अनि मेरो ओठले, मेरो जिब्रोहरूले तपाईँको प्रशंसा गाउनेछ, तपाईँलाई महिमा दिनेछ होइन। सो एज ही हेल्प देम टु गो एन्ड रिच द प्रमिस्ड ल्यान्ड। जसरी यहाँ अब इजरायलीहरूलाई प्रभुले हेल्प गर्नुभएको छ है, त्यो प्रमिस्ड ल्यान्ड अथवा त्यो प्रमिस्ड ल्यान्ड होइन, इजिप्टदेखि इजरायलसम्म पुग्न। अनि अर्को इक्जाम्पल चाहिँ के छ भने त्यो जस्तै आयुबको जीवनमा नै भएको छ है। जब आयुब चाहिँ एउटा के भनौँ न, त्यो एउटा जीवनको डार्केस्ट मोमेन्टबाट भएर जाँदछ। अनि उसको छोराछोरीहरू गाईबस्तु सबै मर्दछ होइन, उसको क्रप्सहरू सबै नाश भएर जाँदछ। तर आयुबले स्टिल परमेश्वरमा भरोसा अनि विश्वास योग्य भएको कारणले गर्दा उसको जीवनमा फेरि आशिष अनि अनुग्रह दोब्रो आशिष पाएको छ। त्यही भएर यहाँ भन्नु खोजेको चाहिँ के हो भने द्याट हामी यहाँ देख्छौँ कि द्याट परमेश्वरको मृत्युले चाहिँ मानिस जाति अनि परमेश्वरसँग सम्बन्ध फेरि रिकनेक्ट भएको छ है। त्यस्तै नै यो दुईवटा एक्जाम्पल जस्तै आयुबको जीवनबाट अनि मोसेसबाट, तिनीहरू चाहिँ के भएको छ, उनीहरूको जीवनमा फेरि पनि आशिष आएको छ है। एउटा हार्ड टाइमबाट गएको छ तर र पनि फेरि पनि त्यो आशिष आएको छ। त्यस्तै नै हाम्रो जीवनमा पनि त्यो आशिषहरू आउनुपर्छ होइन। हामीले पनि त्यो प्रेममा अझै नयाँ लेभलमा, अनि जसरी पावलले भन्छन् द्याट तिमीहरू दुधै खाने जस्तै नहो, तर तिमीहरू चाहिँ अब हड्डी चपाउने दह्रो होइन, अझै इमेच्योरदेखि म्याच्योर हुँदै जाऊ। अनि सो हामीले यहाँ सिक्नुपर्ने यही छ कि परमेश्वरले चाहिँ कसरी चाहिँ प्रभुको प्रेम, कसरी चाहिँ उहाँको अनुग्रह होइन आफ्नो छोरालाई दिएर संसारको लागि फेरि पनि मानिस जाति र परमेश्वरको त्यो महान टुटेको सम्बन्ध होइन, जुन चाहिँ आदमको पालामा टुटेको छ, त्यही सम्बन्धलाई चाहिँ प्रभुले अब सदाको लागि होइन, प्रभुले चाहिँ आफै बलि भएर चाहिँ त्यो सम्बन्धलाई फेरि पनि जोड्नु भएको छ। अनि हामी देख्छौँ कि प्रभुले महान सेक्रिफाइस, महान बलिदान चढाउनु भएको छ, जहाँ चाहिँ आज हामी देख्छौँ कि रोमन सोल्जरहरूले होइन, मानिस जातिहरूले उहाँलाई थुकाई अनि गिल्लाई कुटाई होइन, सबै कुराहरू चाहिँ प्रभुले हाम्रो निम्ति सहनुभयो। तर अझै मैले भने चाहिँ के हो भने द्याट प्रभुले चाहिँ यो गरेर चाहिँ हाम्रो होइन सम्बन्ध जुन चाहिँ एकदमै महान हुन्छ सम्बन्ध भने चाहिँ, यदि हाम्रो सम्बन्ध संसारसँग भने हामी संसार जस्तै हुन्छौँ। यदि हाम्रो सम्बन्ध एउटा ड्रग एडिक्टसँग गऱ्यो भने हामी ड्रग एडिक्टकै हुन्छौँ होइन, अथवा चोर्ने मान्छेसँग गऱ्यो भने ढाँट्ने त्यस्तै हुन्छौँ। त्यस्तै नै अब हाम्रो यो सम्बन्ध चाहिँ परमेश्वर र मानिस जातिको सम्बन्ध फेरि होइन रिकनेक्ट भएको छ। अनि हामी चाहिँ अब यहाँदेखि चाहिँ के भएछ, हाम्रो पापहरू, हाम्रो अधर्महरू चाहिँ सबै धोइएको छ अनि पखालेको छ, अनि हामी फेरि नयाँ भएको छौँ। सो हामी त्यही देख्छौँ है यहाँ चाहिँ। सो जसरी as he again blessed Job with the double blessings, we should accept and let him enter our heart and to be in his arm forever and ever. त्यसै कारणले गर्दा चाहिँ अब हामीले चाहिँ प्रभुलाई एक्सेप्ट गर्नुपर्छ होइन, अनि प्रभुलाई मानिलिनुपर्छ, अनि हाम्रो मुक्तिदाता उद्धारकर्ता भनेर हाम्रो हृदयमा प्रभुलाई निम्ताउनुपर्छ। अनि मात्रै त्यो अनन्तको होइन जुन प्रभुले सेक्रिफाइस गर्नुभएको थियो हामीले त्यसको त्यहाँबाट हामीले फाइदा पाउँछौँ, अथवा हामी फेरि धर्मी हुन सक्छौँ अनि प्रभुको अँगालोमा सदा सर्वदा रहन सक्छौँ।
जसरी बाइबलले भन्दछ है कि द्याट एउटा जन्म दिने आमाले होइन जन्म दिने आमाले त्याग्न सक्ला तर म तिमीलाई कहिले त्याग्ने छैन। अनि मेरो प्रेम चाहिँ यति महान छ होइन कि सागरभन्दा गहिरो अनि आकाशभन्दा उच्च छ। अनि जुन प्रेम चाहिँ कहिले चेन्ज हुँदैन होइन अनकन्डिसनल छ अनि अनडिस्क्राइबेबल छ। जुन प्रेममा हाम्रो पापहरूको क्षमा हुँदछ हेर्नुहोस् त यति यस्तो प्रेम हामी कुनै ठाउँमै पाउँदैनौँ बिकज प्रभुको प्रेम चाहिँ सबैभन्दा महान हुँदछ। त्यही भएर हामीले त्यो प्रेमलाई मानिलिनु पर्दछ अपनाउनु पर्दछ। यतिखेर यदि तपाईँ परमेश्वरलाई जान्नुभएको छैन भने है प्रभु आफ्नो हृदयमा फेरि पनि त्यो परमेश्वरको प्रेममा तपाईँ फर्किनुहोस् र प्रभुले तपाईँलाई त्यो प्रेममा वेलकम गर्नुहुन्छ। अनि त्यो प्रेममा फेरि पनि परमेश्वरले तपाईँलाई बोलाउनुहुन्छ। So as Jesus' birth was necessary, in same manner of sacrifice for human also was important as well. जसरी परमेश्वरको जन्म अघि भने चाहिँ महत्त्वपूर्ण थियो उहाँको मृत्यु पनि होइन उहाँको सेक्रिफिसियल डेथ होइन अथवा सेक्रिफिसियल डेथ जुन प्रभु आफै बलि हुनुभयो त्यो पनि महत्त्व थियो है। त्यो अझै धेरै महत्त्व थियो किनभने त्यो नभएको भए हामी हाम्रो पापहरू क्षमा हुन्थेन अनि हामी पापी मात्रै होइन सदा पाप त्यो खोटसँग हामी त्यो दागसँग हामी जिरहेको हुन्थ्यो। तर प्रभुले हामी मर्नुभयो अनि हाम्रो पाप अधर्महरूलाई चाहिँ क्षमा गर्नुभयो र हामीलाई फेरि शुद्ध बनाउनु भयो। How the prophecy by the previous prophets came to be happen and fulfilled. अनि यहाँ हामी यही देख्छौँ कि द्याट कसरी होइन पुरानो समयमा प्रफिट सामुएल होइन अगमवक्ता सामुएल इजिकेल होजे अनि दानिएलहरूले होइन एलाइजाहरू जसरी प्रफिट उनीहरूले प्रोफेसाई गरेको थियो होइन बाइबलमा त्यो च्याप्टर हामी तपाईँले जानुभयो भने त्यहाँ हेर्न सक्नुहुन्छ है। अनि त्यही चाहिँ यहाँ पुरा भएको छ है। हेर्नुहोस् न कति महान प्रेम कति असल प्रेम जुन प्रेम चाहिँ अलरेडी प्रोफेसाई थियो पहिले भइसकेको कुरा भनेको कुरा अब आएर फेरि पुरा भइरहेको छ हेर्नुहोस् त। सो हामी यहाँ के देख्छौँ जसरी हिस्ट्री होइन हिस्ट्रिकल कुराहरू रिपिट हुँदछ अनि जस्तै अब पहिला वर्ल्ड वार 1 भयो अनि फेरि त्यो वर्ल्ड वार 2 भयो अनि त्यो चाहिँ एउटा हुन्छ नि त्यसमा रिपिटेसन देखिन्छ नि त। त्यस्तै नै यहाँ बाइबलमा नि रिपिटेसन देख्छ है किनभने त्यो चाहिँ पुरानो समयमा भएको थियो अनि यहाँ आएर अहिले नयाँ नयाँमा आएर पुरा भइरहेको छ। सो यो चाहिँ हामीले यहाँबाट के सिक्न सक्छ भने द्याट परमेश्वरको होइन परमेश्वरको प्रेम अथवा परमेश्वरको दया चाहिँ मानिस जातिको लागि चाहिँ प्रभुले फेरि राखिदिइरहनु भएको थियो होइन। परमेश्वरले मानिस जातिले प्रेम गर्यो मानिस जातिले गल्ती गर्यो अथवा पाप गर्यो भनेर प्रभुले त्यति छोड्नु भएको थिएन किनभने उहाँले प्रफिटहरूद्वारा काम गर्नुभयो होइन। उहाँले चाहिँ के भन्छ लिभाइ होइन ठुल्ठुलो प्रफिट ठुल्ठुलो प्रिस्ट होइन उनीहरूको जीवनबाट अनि मोसा जस्तो यौसी जस्तो हारुन जस्तो अनि दानिएल जस्तो महान व्यक्तिहरूसँग जीवनद्वारा प्रभुले काम गर्नुभयो र मानिसको अगाडि प्रमाण दिनुभयो कि प्रभुजी साँचो परमेश्वर हुनुहुन्छ। सो हामीले यहाँ के देख्छौँ भने प्रभुले त्यो त्यत्रो पुरानो बिग्रेको सम्बन्धलाई चाहिँ यहाँ आएर फेरि प्रभुले रिकनेक्ट गरिरहनु भएको छ अनि उहाँले चाहिँ हामीलाई त्यसो गराउनु भएको छ किनभने उहाँ चाहनुहुन्छ कि मानिसको होइन मानिस चाहिँ परमेश्वरको प्रेममा बाँचेको अथवा मानिस र परमेश्वरको सम्बन्ध चाहिँ फेरि कनेक्ट भएको किनभने अगाडि चाहिँ पाप थियो नि त होइन पाप थियो तर टोटली पापको क्षमा थिएन। तर जब परमेश्वरले अब नयाँ नियममा आएर चाहिँ जब प्रभु जन्मनुहुन्छ अनि प्रभु हामीले मर्नुहुन्छ तब हामी देख्छौँ कि फर्गिभनेस होइन अथवा क्षमादान होइन त्योभन्दा अरू ठुलो कुरा के हुन्छ किनभने
हामीले अब संसारमै अथवा हिस्ट्रीमा हामी यस्तो खालको प्रेम, यस्तो खालको माया दया चाहिँ हामी कहिले देख्न सक्दैनौँ अथवा पाउँदैनौँ। त्यही भएर यहाँ चाहिँ एउटा असम छ है, त्यो चाहिँ पहिल्यै भइसकेको कुराहरू पनि प्रभुले फेरि पनि आएर हाम्रो पाप र अधर्मलाई सदा सदालाई हरण गर्नुभयो र सदा सदालाई त्यसलाई नाश गर्नुभयो होइन। हामी देख्छौँ कि प्रभु मरेपछि अझै प्रभु त होइन नर्कमा पनि जानुभएको छ। अनि जब नर्कको मान्छेहरूलाई अरू आत्माहरूलाई नि प्रभुले बचाउनु भएको छ। हेर्नुहोस् त परमेश्वर कति महान छ है। उहाँको प्रेम चाहिँ धेरै महान थियो। अनि उहाँको प्रेमको वर्णनै गरेर हामी गर्न सक्दैनौँ, किनभने जसरी एउटा संसारिक होइन प्रेम हुन्छ अनि एउटा अरू प्रेम हुन्छ, तर ती प्रेमहरूभन्दा प्रभुको प्रेम चाहिँ असल छ। प्रभुको प्रेम चाहिँ महान छ अनि त्यो एउटा अचम्मको छ। अनि त्यो प्रेममा क्षमादान छ, त्यो प्रेममा अनुग्रह छ, पवित्रता छ अनि धैर्यता छ होइन। त्यहाँनिर एउटा बलिदान छ होइन। प्रभुको मृत्यु कारणले गर्दा उहाँको बलिदान हामी देख्दछौँ। अनि अझै हामी के देख्छौँ अरू फेथफुलनेस, जसरी आयुबको जीवनमा हामी फेथफुल देख्छौँ है। सो हामी यहाँ के देख्यौँ, उहाँको प्रेम क्षमा, फर्गिभिङ, फुल अफ ग्रेस, होली, पवित्र, पेसेन्ट, धैर्यता अनि सेक्रिफिसियल होइन। प्रभु हामीले त्यो मरेको अनि विश्वासयोग्य, हामी प्रभुमा विश्वास गरेर हाम्रो ट्रस्ट प्रभुमा राख्न सक्छौँ होइन। प्रभुले हामीलाई क्षमा दिनुभएको छ अनि प्रभुले चाहिँ हामीलाई त्यो प्रभुको अनुग्रहले भर्नुभएको छ हाम्रो जीवनलाई होइन। जुन अनुग्रहमा चाहिँ हामी शान्ति, नयाँ जीवन, नयाँ विचारहरू होइन, नयाँ हुन्छ नि एउटा जीवन उहाँ पाउँछौँ। अनि हामी उहाँ पवित्र हुनुहुन्छ अनि उहाँले चाहिँ हामीलाई पवित्र प्रेम गर्नुभएको छ, खोट रहितको होइन। अनि उहाँ चाहिँ प्यासन पनि हुनुहुन्छ, उहाँ चाहिँ प्यासन छ, उहाँले चाहिँ पर्खिनु हुँदछ कहिले मेरो छोराछोरी होइन, कहिले मेरा छोराछोरी मेरा छोराछोरीहरू ममा फर्किनेछ होइन। प्रभुले चाहिँ प्यासनेट, इज रियली प्यासनेट। अनि उहाँको सेक्रिफाइस अघि भने चाहिँ उहाँको मृत्यु कारणले गर्दा चाहिँ हामी धर्मी भएको छ, अथवा उहाँको त्यो मृत्यु नभएको भए हामी पापी हुन्थ्यौँ। तर उहाँ मर्नुभयो हामी निम्ति, अब हामी पापको लागि होइन, तर पापको निम्ति होइन त छैनौँ होइन, तर प्रभुको निम्ति, प्रभुको राज्यमा छौँ। अनि हामी फेथफुल छौँ, उहाँको प्रेम चाहिँ एकदमै विश्वासयोग्य। दिस इज लभ नट द्याट वी लभड God, but that he loved us and sent his son as an atoning sacrifice for our sins. This is love. यो चाहिँ प्रेम हो, जहाँ चाहिँ परमेश्वरले चाहिँ हामीलाई प्रेम गर्नुभयो होइन। परमेश्वर पिताले, पुत्रले होइन, पिताले चाहिँ परमेश्वर पितासँग थियो नि त प्लान। परमेश्वर पिताले चाहिँ हामीलाई यति धेरै प्रेम गर्नुभयो कि परमेश्वरले आफ्नै पुत्र पनि हामीले दिनुभयो होइन। अनि यो चाहिँ एकदमै अटोनिङ सेक्रिफाइस हो फर हाम्रो लागि, हाम्रो पापको लागि। अचम्मै होइन, एकदमै इम्पोर्टेन्ट। सो हामीले के देख्यौँ, उहाँको प्रेम, परमेश्वरको प्रेम चाहिँ कति महान छ कि द्याट प्रभुले आफ्नै छोरालाई दिनुभयो क्या। द्याट कति महान छ, एकदमै युनिक, एकदमै डिफ्रेन्ट छ होइन। हामी संसारसँग कम्पेयर गऱ्यौँ भने त्यो कम्पेयर गर्नै मिल्दैन होइन। कसैले आफ्नो पुत्रलाई त्यत्तिकै दिँदैन होइन। तपाईँले देख्नु भएको छ कहिले एउटा पिताले अथवा आमाले आफूसँग भएको होइन एउटै मात्रै पुत्र दिन सक्छ अरूको निम्ति, ताकि उसले गरेको अधर्म, उसले गरेको दोषहरू मेटाउन सक्दैन नि त। तर प्रभुले चाहिँ यहाँ दिनुभएको छ है। प्रभुले चाहिँ यहाँ उहाँको महान प्रेम आफ्नो पुत्र दिइकन प्रेमलाई फुलफिल गर्नुभएको छ। अनि अर्को रहेको छ रोमन 5:8 नोबडी विल लभ लाइक जिजस होइन। यो होइन, 5:8 छ
But God demonstrated His own love for us in this. While we were still sinners, हामी जब पापी थियौँ होइन, जन्मिँदै पापी थियौँ होइन, अधर्मी थियौँ, दोष सँगको थियौँ होइन, दोष रहित थिएनौँ, त्यतिखेर नै प्रभु हाम्रो निम्ति मर्नुभयो। हेर्नुहोस् त कति अझै राम्रो छ है, यो एकदमै गहिरो छ होइन। यो भनेको छ कि द्याट बट गाड डेमोन्स्ट्रेटेड होइन, प्रभुले चाहिँ देखाउनु भयो, त्यसलाई बोल्नु मात्रै भएन तर त्यो एक्चुअली हुन आयो। His love for us in this manner that while we were still sinners होइन, हामी जब पापी हुँदै नै, हाम्रो अधर्मी हुँदै नै, हाम्रो होइन पापी स्वभावमा हुँदै नै प्रभु हाम्रो निम्ति मर्नुभयो। हेर्नुहोस् त कति महान छ है। प्रभुले चाहिँ बोल्नु मात्रै भएन, त्यो प्रोफेसाई मात्रै रहेन, तर प्रभुले चाहिँ त्यसलाई कम्प्लिट गर्नुभयो होइन, अथवा अनकम्प्लिट रिलेसनसिप प्रभुको कारणले गर्दा चाहिँ कम्प्लिट भयो। अनि फेरि पनि मानिस जाति र परमेश्वरको सम्बन्ध फेरि पनि रिकाउन्सिल भयो है, अनि रिकनेक्टेड भयो होइन, के भन्छ नि त्यसलाई, फेरि पनि जोडियो होइन। भत्ताभुङ्ग भएको थियो, त्यो एकदमै तोडिएको थियो शैतानदेखि होइन, किनभने शैतान हाम्रो शत्रु हो, परमेश्वरको शत्रु हो, हामीलाई नाश गर्न खोज्छ। त्यो नाश भइसकेको सम्बन्धलाई नै प्रभुले होइन फुलफिल फेरि जोड्नको निम्ति प्रभुले उहाँको मुखबाट बोल्नु मात्रै भएन तर गरेर देखाउनु भयो। त्यही भएर हामी यहाँदेखि हामी एकदमै होइन इन्करेज अथवा इम्प्याक्ट हुन हामी सक्दछौँ आत्मामा, किनभने परमेश्वरले चाहिँ हाम्रो निम्ति आफै मर्नुभयो अनि हाम्रो हरेक दोषहरू, अधर्महरूलाई, हाम्रो गल्तीहरूलाई आफूमा लिनुभयो अनि उहाँ चाहिँ क्रुसमा चढेर बलिदान हुनुभयो। हामीलाई थाहा छ कि जब हामी जस्तै गोलहरू खेल्दाखेरि होइन, फुटबल अथवा कुनै स्पोर्ट लाङ्गै लड्यो भने खुट्टा पिल्सिरहेको हुन्छ, अनि त्यतिखेर रुनु र हाँस्नु अवस्था हुन्छ होइन, त्यस्तै हुन्छ। तर यहाँ प्रभुले चाहिँ यस्तो खालको सहनुभएको छ, प्रभुले चाहिँ एकदमै रियल, एकदमै डिफिकल्ट मोमेन्ट्सहरू हामी देख्छौँ है। प्रभुले चाहिँ सहनुभयो अनि हाम्रो निम्ति एउटा उद्धारक बन्नुभयो फेरि पनि, अनि हाम्रो पापदेखि, हाम्रो अधर्मदेखि, हाम्रो सोचाइदेखि, हाम्रो होइन हरेक हाम्रो पापमय हृदयहरू अनि जेनेरेसन पिता पुर्खाको पापहरू अनि पिता पुर्खाको रिस, आवेश, त्यो दोष, त्यो कलङ्क जुन हाम्रो जीवनमा लागेको थियो, त्यो चाहिँ प्रभुले आफै होइन हामीदेखि हटाउनु भयो होइन। अनि प्रभुले हामीलाई अनन्तको निम्ति प्रभुले हामीलाई अँगाल्नु भएको छ, अनि प्रभुले हामीलाई अब नयाँ जीवन दिन चाहनुहुन्छ। अनि त्यही भएर म तपाईँहरूलाई यही इन्करेज गर्न चाहन्छु कि यदि तपाईँले प्रभुलाई चिन्नु भएको छैन भने तपाईँले अहिले गएर प्रभुको बारेमा सुन्नुभएको होस् होइन, अनि उहाँलाई तपाईँले चाखेर हेर्नुहोस्, किनभने उहाँ चाहिँ मभन्दा मिठो हुनुहुन्छ, अनि उहाँले चाहिँ हामीलाई धेरै मात्रामा प्रेम गर्नुहुन्छ। अनि यो बलिदान, उहाँको बलिदानले प्रुभ गराउँछ द्याट हि इज आवर सेभियर एन्ड द लोर्ड। सो तपाईँहरूलाई म यसरी है फेरि पनि फ्यु इन्करेजमेन्ट फ्रम वर्ड अफ गाड भनेर चाहिँ मैले ल्याएको थिएँ, त्यो तपाईँहरूलाई मैले भनिसकेँ। म धेरै लामो पनि गर्न चाहदिनँ होइन, किनभने सबै कुराहरू ब्यालेन्समा हुनुपर्दछ। सो यही कुराहरू फेरि भन्न चाहन्छु कि द्याट परमेश्वरले चाहिँ यहाँ महान होइन उहाँको कमिटमेन्टलाई अथवा उहाँको होइन प्लानलाई फुलफिल गर्नुभएको छ होइन। जस्तै हामी देख्छौँ कि आदम र हावाको जीवनमा चाहिँ पाप आयो होइन, सुरुमै हेर्नुहोस् न, सुरुमै पाप गरेको छ क्या, धैर्य छैन कि के हो, यो सुरुमै पाप गरिदिएको छ। अनि त्यही पाप चाहिँ फेरि अब जेनेरेसन टु जेनेरेसन पास भइरहेको छ है। अनि त्यो पाप चाहिँ परमेश्वरले सेक्रिफिसियलबाट होइन, एउटा बछेडा अथवा एउटा गाई भेडा होइन बाख्रा खसीबाट चाहिँ त्यो पाप चाहिँ ढाकी मात्रै रहेको थियो है, त्यसलाई चाहिँ एकदमै
त्यो चाहिँ फुलफिल भएको थिएन अथवा त्यसको क्षमा भएको थिएन। त्यो चाहिँ जस्ट पाप ढाक्नु मात्रै थियो। जस्तै पाप ढाक्नु भनेको चाहिँ यदि यदि हामीले अब कसैलाई मारेको छ भने होइन, अथवा यदि हामीले कसैको बोका खसी चोरेको छ भने त्यसलाई चाहिँ ढाकिन सक्छ। त्यो चाहिँ कसरी? पैसा दिएर होइन पुलिसहरूलाई। तर त्यो जुन खोट लाग्छ, जुन होइन त्यो खोट लाग्छ त्यो त हटिँदैन त। त्यस्तै नै होइन, त्यतिखेर चाहिँ त्यो मान्छेले चाहिँ त्यो क्या अब सेक्रिफाइस गरिरहेको थियो बोका खसीको। तर त्यो पाप चाहिँ अन्ली कुड हेभ बिन फर्गिभ्ड होइन, प्रभुको प्रेमबाट मात्रै। अनि हामी नयाँ नयाँमा देख्छौँ कि प्रभुले हामी मर्नुभयो होइन, फेरि टुटेको समुद्रहरू जोड्नुभयो, मानिस र ईश्वर बिच गए। अनि हामी यहाँ देख्छौँ कि प्रभुले त्यति होइन धेरै वेमा गर्नुभयो कुराहरू, जस्तै मिरेकलहरू गर्नुभयो। प्रभुले चेलाहरू निर्माण गर्नुभयो है। जस्तै थोमाहरू इन्डियामा आएर मऱ्यो होइन, अरू पिटरहरू उदुमुन्टे पारेर अनि तरवारले मरे। हेर्नुहोस् न कति महान टेस्टिमनी छ क्या, जुन चाहिँ प्रभुले क्रिएट गर्नुभयो संसारमा आएर होइन। आफै बलि मात्रै हुनु भएन त, अरू कुरा पनि होइन, अरू साइडको कुराहरू जस्तै अन्धलाई दृष्टि, अनि लङ्गडोलाई हिँड्न बनाउने, मुर्दलाई जीवन दिने। हेर्नुहोस् त। सो हामी यहाँबाट के सिक्छ भने, अथवा यहाँ के जान्दछ भने चाहिँ उहाँ चाहिँ साँचो परमेश्वर हुनुहुन्छ। अनि उहाँ बाहेक अरू कोही पनि छैन, अरू कुनै पनि ईश्वर छैन जसले अनन्त जीवनको कुरा गर्दछ अनि अनन्त जीवन दिएको छ। त्यही भएर तपाईँहरूलाई म फेरि पनि इन्करेज गर्न चाहन्छु फ्रम सानो होइन मेसेजबाट कि यदि हाम्रो पनि सम्बन्ध प्रभुसँग फेरि तोडेको छ भने, भत्केको छ भने, हामीले फेरि पनि प्रभुसँग हामी टाँसिनु पर्दछ होइन। प्रभुसँग त्यो सम्बन्धहरूलाई फेरि पनि प्रभुसँग हामी जोडिनुपर्छ। यदि हामी जोडेनौँ भने चाहिँ हाम्रो नाश हुन्छ, विनाश हुन्छ। तर जब हामी प्रभुलाई पछ्याउँछौँ, उहाँको वचनमा हिँड्छौँ होइन, उहाँको चासो राख्छौँ अनि उहाँलाई हामी चाहन्छौँ हाम्रो हृदयमा, हाम्रो जीवनमा, तब मात्रै हाम्रो जीवनमा चाहिँ एउटा के हुन्छ, अनन्त जीवनको भागीदार हामी हुन्छौँ र आशिष र अनुग्रह जीवनमा प्रभुले दिनुहुँदछ। सो तपाईँहरूलाई फेरि पनि यही भन्न चाहन्छु कि द्याट Jesus has connected here the human back to his relationship, which was broken by shedding his own blood in the cross, by dying in the cross, and by hanged and beaten till death. So we can see this is an amazing fact, an amazing, very amazing, extremely amazing, truly amazing to know that त्यत्रो पुरानो होइन that happened to ancient time, but God reunited, reconnected, so there is no sacrificial to put like goat, sheep or like that, just to believe in him and receive him in our heart. So तपाईँलाई यो भन्न चाहन्छु कि फेरि पनि प्रभुलाई पछ्याउनुहोस्, प्रभुलाई चिन्नुभएको छ भने प्रभुलाई चिन्नुहोस् र त्यो अनन्त जीवन सदा सर्वको जीवनहरू हामीले प्राप्त गरौँ। सो तपाईँलाई यो फेरि भन्न चाहन्छु, फेरि पनि सबैलाई नमस्ते अनि जय मसीह। म चाहन्छु यो भिडियो तपाईँले हेर्नुभएको अनि यो भिडियोबाट नि अरू होइन लेसनफुल कुराहरू, स्पिरिचुअल कुराहरू तपाईँले सिक्न सक्नुहुन्छ। अनि यहाँबाट तपाईँहरूले सिक्ने मात्रै होइन, तर यो कुराहरूलाई अरूलाई नि बाँड्नुहोस् अनि आफ्नै जीवनमा नि लागू गर्नुहोस् है। प्रभुलाई पछ्याउनुहोस्। अनि विशेष गरी यहाँबाट चाहिँ अझै गोस्पलकै मेसेज आउँछ कि द्याट जसले जुन होइन हाम्रो साथीभाइहरूले अथवा इष्टमित्रहरूले प्रभुलाई चिन्नु भएको छैन, उनीहरूलाई पनि तपाईँले भन्नुहोस् है कि प्रभुले चाहिँ हामीलाई माया गर्नुहुन्छ। प्रभुको प्रेम चाहिँ एकदमै अपार अनि एकदमै भिन्दै छ।
सो तपाईँलाई यही भन्न चाहन्छु फेरि पनि प्लिज डु फलो मी इन आइजेक तामाङ अफिसियल। त्यति राम्रो त छैन, बिस्तारै बिस्तारै गरिरहेको छु र पनि आइजेक तामाङ अफिसियल एन्ड प्लिज टु लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट। Okay, so thank you again, all of you. Signing out, Isaac.